वृष राशिलाई हामीले हेर्ने हो भने वृष राशिको स्वामी भनेको शुक्र ग्रह हो। यदि कुनै पनि व्यक्तिको जन्म कुण्डलीमा 2 नम्बरको राशिमा यदि चन्द्रमा बसेको छ भने यस्ता व्यक्तिहरूलाई अब तपाईँको राशि वृष राशि हो भनेर हामी भन्छौँ। र यदि कुनै पनि व्यक्तिको जन्म कुण्डलीमा 2 नम्बरको राशिमा चन्द्रमा बसेको छ भने यस्ता व्यक्तिहरूको चन्द्रमा उच्च पनि हुन्छ। यस्ता व्यक्तिहरूलाई हामीले हेर्ने हो भने यस्ता व्यक्तिहरूको अनुहार पनि एकदमै राम्रो हुन्छ। फेस पनि यिनीहरूको इनोसेन्ट खालको फेस देखिन्छ। फेस देख्दै गर्दाखेरिमा एकदम माया लाग्ने खालको जस्तो फेस हुन्छ यस्ता व्यक्तिहरूको। र हामीले यिनीहरूलाई हेर्ने हो भने यिनीहरूले खाना पनि एकदमै चाँडै खान्छन्। एकदम बिस्ताएर चबाएर वेट गरेर भन्ने हुँदैन। एकदम फास्ट खाना खाने इच्छा हुन्छ यस्ता व्यक्तिहरूलाई र ह्याबिट पनि यिनीहरूको एकदम फास्ट खाने ह्याबिट नै बिल्ड भएको हुन्छ। र यस्ता व्यक्तिहरूलाई हेर्ने हो भने यिनीहरू रेगुलर एकै किसिमका खानेकुराहरू खान सक्दैनन्। यिनीहरूलाई चेन्ज गरी खानेकुराहरू खानुपर्छ। एउटै फुड प्याटर्नमा जानै सक्दैनन् यस्ता व्यक्तिहरू। र हामीले यस्ता व्यक्तिहरूलाई हेर्ने हो भने यिनीहरूको जिन्दगीमा सबैभन्दा ठुलो समस्या के हुन्छ भन्दाखेरिमा पैसा आउँछ यस्ता व्यक्तिहरूको लाइफमा। पैसा आउने जाने भइरहेको हुन्छ। तर एउटै कम्प्लेन के हुन्छ भन्दाखेरिमा हामीले पैसा सेभ गर्न सकेनौँ। हाम्रो पैसा सेभ भएन भन्ने यस्ता व्यक्तिहरूको कम्प्लेन हुन्छ। र यस्ता व्यक्तिहरूलाई हामीले हेर्ने हो भने यस्ता व्यक्तिहरूको खानेकुरामा पनि एक्सपेन्सेस एकदमै हाई भइरहेको हुन्छ। खानेकुरामा सोखिन पनि हुन्छन् यस्ता व्यक्तिहरू। खानेकुराको लागि ट्राभल गरी पनि रहेको हुन्छन्। ट्राभल गरी खानेकुराहरू खाइ पनि रहेको हुन्छन् र खर्च पनि एकदम धेरै भएको हुन्छ यस्ता व्यक्तिहरूको फुडिङ प्याटर्नको लागि, फुडको लागि। र यस्ता व्यक्तिहरूको कम्प्लेन 1-2वटा कुराहरूमा कम्प्लेन के कुरामा हुन्छ भन्दाखेरिमा मेरो खानेकुरामा धेरै पैसा खर्च हुन्छ, मेरो फ्यामिलीमा धेरै पैसा खर्च हुन्छ, मेरो पैसा सेभ हुँदैन भन्ने खालका कम्प्लेनहरू हामी यस्ता व्यक्तिहरूको जीवनमा सुन्न पनि सक्छौँ। र अर्को कुरा हामी यस्ता व्यक्तिहरूको जीवनमा के पनि देख्न सक्छौँ भन्दाखेरिमा यस्ता व्यक्तिहरूलाई हामीले हेर्ने हो भने यस्ता व्यक्तिहरू कहीँ ट्राभल गर्दाखेरिमा पनि यस्ता व्यक्तिहरू फ्यामिलीसहित ट्राभल गर्ने, फ्यामिलीलाई इन्भल्भ गरेर फ्यामिली भएर ट्राभल गर्ने खालका जस्ता नेचरहरू पनि हुन्छन् यस्ता व्यक्तिहरूको। र हाम्रो नेपालीमा एउटा भनाइ छ नि, चन्द्रमुखी। यदि कुनै पनि व्यक्तिको 2 नम्बरको राशिमा यदि कुण्डलीमा 2 नम्बरको राशिमा चन्द्रमा बसेको छ भने यदि फिमेलको केसमा छ भने यस्ता फिमेल्सलाई चन्द्रमुखी, चन्द्रमाको जस्तो अनुहार भएको भन्छन् र यस्ता व्यक्तिहरूको हुन्छ पनि। हस्, धन्यवाद।